अहिले हाल नेपालमा जेनजीको सरकार बनेको छ, यो सरकारले जेनजीहरूको माग पूरा गरेको छ त? छैन, अहिलेसम्म जेनजीहरूको माग पूरा भइसकेको छैन। जेनजीहरूको माग के हो त? प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, प्रदेश खारेजी हुनुपर्ने, स्थानीय तह गैर दलीय हुनुपर्ने, भ्रष्टाचारीहरूलाई निर्गम तरिकाले छानबिन हुनुपर्ने, देशका विभिन्न सरकारी संरचनाहरूमा राजनीतिक र दलीय भागभण्डालाई छोडेर योग्यता क्षमताका आधारमा पदको नियुक्ति हुनुपर्ने, सरकारले बेरोजगार गरिब तथा उत्पीडनमा परेका वर्गहरूलाई कोही मान्छेहरूलाई उचित रोजगारको व्यवस्था के कसरी हुन्छ, देशमा उद्योग धन्दा सञ्चालन गरेर हुन्छ कि जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ। देशमा विधिको शासन लागू गर्नुपर्ने हुन्। यी मागहरू पूरा गर्नुपर्ने अहिलेको सरकारले। अनि अर्को कुरा, ज्यान गुमाएका जेनजी आन्दोलनमा गोली हान्न दिने आदेश त्यति बेलाको तत्कालीन प्रधानमन्त्री गृहमन्त्री किन छानबिन भइसकेको छैन? उनीहरूलाई त पहिला पक्राउ गरी पछि छानबिन गर्नुपर्ने अवस्था देखिन्छ। किन यो सरकार डराइरहेको छ? जेनजीको सरकार हो यो भनेको, जेनजीको सरकार हो। देशमा भएको अन्य अत्याचार विसङ्गतिलाई अन्त्य गर्नका लागि सेप्टेम्बर 8-9 तारिकको दिन जेनजीले गरेको आन्दोलनमा सरकारले उक्त रूप दिँदै सरकारले गोली चलाउने आदेश दिइसकेपछि 75 जना भन्दा धेरैको ज्यान गइसकेको छ। उनीहरूले देशको लागि बलिदान दिइसकेका छन् भने सयौंको संख्यामा हस्पिटलमा तडपेर उपचार भइरहेको छ। घाइतेहरूलाई रोजगारीको ग्यारेन्टी र मृतक परिवारप्रति उचित क्षतिपूर्ति दिलाउनु पर्ने देखिन्छ। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतका सबैजनालाई कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ। किनभने उनीहरूको त्यो सरकारले जेनजीहरूलाई मारेको छ, टाउकोमा ताकी गोली हान्ने आदेश दिएको छ। त्यसो भएको हुँदा छिटोभन्दा छिटो उनीहरूलाई पक्राउ गरी कानुन अनुसार सजाय दिनुपर्छ। फेरि अर्को कुरा, 6 महिनापछि चुनाव भयो भने ती पुरानै राजनीतिक दलहरू पुनर्स्थापना हुनेछन्, सक्रिय हुनेछन्। यदि जेनजीहरूको माग पूरा भएन भने पुरानै पहिलेकै संविधान लागू भयो र चुनाव भयो भने यो जेनजीको आन्दोलन केका लागि? घाइते जेनजीहरू हस्पिटलमा छन् कि पुरानै सरकार ल्याउनको लागि यस्तो गरेको हो त? तर त्यो त हुँदै होइन नि। तर जेनजीहरूको माग पूरा हुनुपर्छ। देशमा नयाँ नेतृत्व चयन हुनुपर्छ। हाम्रो देश नेपाल समृद्ध देश हुनुपर्छ। अन्तरिम सरकारले गर्नुपर्ने तत्कालीन कार्यहरू, नेताको सम्पत्ति छानबिन गर्नुपर्ने, भ्रष्टाचारीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, जेनजीहरूको माग तुरन्त पूरा गर्नुपर्ने, कार्यकारी प्रधानमन्त्रीको रूपमा चुनाव गराउनुपर्ने, संविधान संशोधन गर्नुपर्ने अनि थुप्रै कार्यहरू सुधार गर्नुपर्ने अवस्था देखिन्छ। यसो भएको हुँदा यस अन्तरिम सरकारले अब हुन लागेको चुनावलाई पहिलेकै नेतृत्व नहुने हिसाबले र नयाँ नेतृत्व, नयाँ युवा देशले चाहेको छ। यसो भएको हुँदा नयाँ नेतृत्व चयन गरी अनि जेनजीहरूको माग पूरा हुनुपर्छ। अहिलेको सरकारलाई चुनौती र छोटो समय पनि छ। यदि देशमा पुरानै नेतृत्व भयो भने, नयाँ नेतृत्व भएन भने देशमा फेरि को भूमिमा तानिनेछ, फेरि आन्दोलन हुनेछ, अझै कतिजना मर्छन्, कति घाइते हुनेछन्। यसो हुन नदिनको लागि अन्तरिम सरकारले जेनजीहरूको माग पूरा गर्नुपर्छ। माग पूरा गरेर नयाँ नेतृत्व लिएर देशलाई समृद्धि, शान्ति, सुशासन अनि विधिको शासन कायम गर्नुपर्छ। अहिले भनेको जेनजीको सरकार हो। यति बेला यी कामहरू नगरी यस्तो अवसर आउँदैन। अहिलेको अवस्था किन यो सरकार डराइरहेको छ, छानबिन गर्न डराइरहेको छ अवस्था छ? यति बेला सबै नेताहरू जेलमा पसिनुपर्ने हो। पहिला पक्राउ गरी पछि छानबिन सुरुवात गर्नुपर्ने अवस्था देखिन्थ्यो। तर यो सरकारले त्यस्तो किन गरेन? छानबिन आयोग बनाउनु पर्ने, अनि त्यो छानबिन आयोग बनाउन्जेलसम्म त यो अन्तरिम सरकारको आयु पनि सकिन्छ। जम्मा 6 महिनाको सरकार त हो नि। तर मेरो विचारमा यस्तो लाग्छ कि अब यी 6 महिनापछि चुनाव नहोस्। यदि भइहाल्यो भने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री साथै जेनजीहरूको माग अनुसार कार्य पूरा होस्। यसो भयो भने नयाँ नेतृत्व लियोस् र पुराना राजनीतिक दल, कुनै पनि दल सहभागी नहोस्। दक्ष क्षमताको आधारमा यो देशमा युवाले नेतृत्व गरोस् र हामी सबैको चाहना एउटै हो, देश समृद्ध होस्। फेरि पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू आन्दोलनमा गएर ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्। अहिले देश विषम परिस्थिति अवस्थामा छ। यति बेला भने अब यी यस्ता आन्दोलन नहोस्। नेपालमा शान्ति, सुरक्षा र विधिको शासन, समृद्ध देश नेपाल बन्नेछ। अहिलेको सरकारले नेताको सम्पत्ति छानबिन प्रक्रियालाई अगाडि बढाउनुपर्छ। विभिन्न फाइलहरू खोल्नुपर्छ, भ्रष्टाचारका फाइलहरू खोल्नुपर्छ। देशमा अपराधिक क्रियाकलाप भइरहेका र सम्बन्धित घटनासँग जोडिएका व्यक्तिलाई कानुनको दायरामा ल्याएर कानुन अनुसार सजाय दिनुपर्छ। त्यसैले म भन्छु यो सरकारले कुनै पनि कुरालाई नडराई जुनसुकै परिस्थितिमा पनि छानबिन अगाडि बढाओस् हरेक विषयमा। तपाईँलाई कस्तो लाग्छ यस विषयमा? अहिलेको सरकार किन डराइरहेको छ? तपाईँको विचार जस्ता कमेन्ट बक्समा गर्नुहोला।